धेरै साथीहरू हुनुहुन्छ। अनि त्यसपछि अझ फेरि हामी फरक गराउँला। लसु क्या खुल्ला यहाँहरू सम्पूर्णलाई लसु क्या खुल्ला। म विगिन्द्र तामाङ नुवाकोटबाट आएको। म राजनीति शास्त्रमा मास्टर डिग्री सकाएर बसिरहेको। फेरि पनि यो जेनजीको विद्रोहको प्रकृति के हो भन्ने चाहिँ मलाई थाहा छैन। अहिले हाम्रो 6-7 जना पूर्व फर्केर बस्नुभएको जेनजीहरू देख्दैछु। हामी यता पश्चिम फर्केको, दक्षिण उत्तर फर्केको जेनजी होइन। र हामीले चाहिँ हाम्रो जेनजीहरूलाई के खालको सन्देश दियो, गाइडेन्सहरू चाहिँ के दियो भन्ने कुरा चाहिँ प्रमुख हो भन्ने मलाई लाग्छ। र यो जेनजी विद्रोह भयो र त्यो विद्रोह भएर पनि 3 महिना भइसकेछ। र पनि हामीले यो जेनजी विद्रोहको साँच्चीकै यसको प्रकृति चाहिँ कस्तो हो भन्ने कुरा पत्ता लगाउन नसकेको हो भन्ने चाहिँ मलाई लाग्छ। अनि यो सिधा भन्दाखेरि एउटा असन्तोष चाहिँ के अरे उर्लेर आएको हो भन्ने चाहिँ हो। एउटा मास साइकोलोजीले काम गरेको भन्ने पनि हो। तर हामी घेदुङमा अवश्य हुन्छ। हामी 60 वर्ष घेदुङमा बसेर सत्ता कब्जा गर्ने भन्दै सत्ता त 24 घण्टामा कब्जा गर्न सक्ने रहेछ भनेपछि त्यो खालको विद्रोहको प्रकृतिलाई एउटा लेसनको रूपमा चाहिँ हामीले लिनुपर्ने यो हाम्रो लागि एउटा लर्निङ पोइन्ट हो भन्ने लाग्छ पहिलो कुरा। अनि दोस्रो कुरा चाहिँ मैले सोसियल मिडिया र यसो चोकतिर हेर्दाखेरि यो जेनजी विद्रोह चाहिँ खालि भावनात्मक बेसी भएको छ, सेन्टिमेन्टल मात्र। यसको ठोस कार्यदिशा पनि छैन, ठोस नेतृत्वकर्ता पनि छैन। भनिरहँदाखेरि पूर्वबाट पनि जेनजीहरूले नेतृत्व गर्यो, पश्चिमबाट पनि जेनजीहरूले नेतृत्व गर्यो। हाम्रो मध्यमाञ्चलको स्पेसली हाम्रो तामाङ जेनजीहरू कहाँ छ भन्ने कुरा हाम्रो नेतृत्वकर्ताहरूले त्यो पनि सरोकारको कुरा हो भन्ने लाग्छ मलाई। जेनजीको आन्दोलनले ठ्याक्कै रोटी पल्टाएको जस्तै, ठ्याक्क कालोले सेतो, सेतोले कालो। अहिले जेनजीको सरकार छ, पहिलाको संसद विघटन भएको अवस्था छ। यो अवस्थामा हामीले उठाइराखेको पहिचानको कुराहरू, जागरणको कुराहरू र सामाजिक खाडलको कुराहरूलाई यसले ओझेलमा पारेको छ। हाम्रो आन्दोलनहरूले ठ्याक्कै ओझेलमा पारेको छ। त्यो पनि यथार्थ कुरा हो। यो कुरा पनि हामी सबैले स्वीकार गर्नुपर्छ। यसो हुँदाखेरि निश्चित रूपमा अबको दिन भनेको त हिजो म पनि जेनजीमा थिएँ, त्यसपछि अब म जेन एक्समा आइपुगेँ होला। अब जेनजीहरूले अब सत्ता आफ्नो भावी कम्युनिटीलाई कसरी गाइड गर्ने भन्ने कुरा त सायद तपाईँ हामीले नै गाइडलाइन चाहिँ दिनुपर्ने हो, त्यसको ब्लुप्रिन्ट चाहिँ दिनुपर्ने होला। नयाँ पुस्ताले राजनीतिक सक्रियता कस्तो हुन्छ हाम्रो तामाङ जेनजीहरूको र यसको दीर्घकालीन प्रभाव चाहिँ के हुन्छ, अहिले भएको जेनजीहरूको आन्दोलनको प्रभाव र हाम्रो जेनजीहरूले राजनीतिमा ध्यान नदिएको कारणले हुने प्रभाव हाम्रो समुदायमा, त्यसको इफेक्ट चाहिँ के हुन्छ भन्ने कुरा पनि आकलन हामीले गर्नै पर्छ भन्ने चाहिँ मलाई लाग्छ। अब यो यसरी भनिरहँदाखेरि अब तामाङ समुदायको अगुवाहरूले के गर्ने त? हाम्रो डाक्टरहरू हुनुहुन्छ, हाम्रो संस्थामा, हाम्रो सामाजिक संस्थाको राजनीतिक विश्लेषक सबैजना यहाँ हुनुहुन्छ। हाम्रो अगुवाहरू, तामाङ समुदायको अगुवाहरूले अब के गर्ने त भन्ने कुरा चाहिँ एउटा क्लियर बुँदागत रूपमा चाहिँ हामीले लेखेरै प्रकाशित नै गर्नुपर्छ। र अझ 3 महिनापछि यो कार्यक्रम हो, यो 1 महिनापछि नै हुनु पर्थ्यो। 3 महिनापछि भए पनि यो ढिला आयो, ठिकै आयो, राम्रै आयो भन्ने लाग्छ। यो हामीले गाइड गर्दाखेरि चाहिँ भावनामा होइन, तथ्यमा, फ्याक्ट र फिगरलाई अथवा के भइरहेको छ त्यो फ्याक्ट र फिगरलाई लिएर चाहिँ हामीले चाहिँ त्यो खालको गाइडलाइन चाहिँ तयार गर्नुपर्छ भन्ने लाग्छ। अब समुदाय र राज्य बिचको सङ्घर्ष त हामीले गर्दै आएको हो विभिन्न सङ्घ संस्थामा बसेर। अब जेनजीले पनि गरेको त्यही नै हो भन्दाखेरि हामीले त सङ्घर्ष, राज्य विरुद्धको सङ्घर्ष गर्न जानेको छैन रहेछ र हामीले चाहिँ सही सङ्घर्ष गर्ने तरिका पनि अब सिक्नुपर्छ र त्यो चाहिँ हाम्रो आफ्नो जेनजीहरूलाई सिकाउनुपर्छ भन्ने चाहिँ यो अगुवाहरूले बुझ्नुपर्ने कुरा हो। अनि अर्को कुरा चाहिँ यो समुदाय र राज्य, अहिले अब हाम्रो तामाङ पनि को मन्त्री भइसक्यो अथवा को हुँदैछ भन्ने कुराहरू पनि होला। अब समुदाय र राज्य बिच, हाम्रो समुदाय र राज्य बिचमा सेतुको काम चाहिँ हाम्रो आफ्नो मन्त्रीहरूले अथवा हाम्रो अगुवाहरूले गरिराखेको छ कि छैन, त्यो पनि प्रमुख कुरा हो जस्तो लाग्छ। त्यो बिचको खाडललाई चाहिँ, त्यो सेतु, त्यो पुलको
काम चाहिँ हामीले गरिराखेको छ कि छैन र त्यो भूलको काम चाहिँ हामीले गर्नुपर्छ भन्ने लाग्छ। अब यो सांस्कृतिक पुनर्जागरणहरू त अब खोलाले बगाएर लग्यो, जलेको जस्तै अब ध्वस्तै भइसक्यो। अब यसमा हामीले अलिकति अहिले पनि के छ भने एउटा त्रासको स्थिति छ। उद्योगहरूले उद्योग गर्न नसक्ने स्थिति छ, व्यापारीहरूले व्यापार गर्ने नसक्ने स्थिति छ। अब यो स्थितिमा हाम्रो समुदाय कहाँनिर कसरी अल्झिराखेको छ, कुन पीडामा छ भन्ने बुझेर एउटा सोसियल हिलिङ चाहिँ हामीले चाहिँ गर्नुपर्छ। यदि हामीले आफूले चाहिँ तामाङ समुदायको अगुवा भन्ने ठान्नुहुन्छ भने एउटा सोसियल हिलिङको स्टेजमा छ र तपाईँहरूले त्यसमा पनि काम चाहिँ गर्नुपर्छ। पास गर्नु मिल्दैन? चाहिँ